सबैमा नमस्कार। करिब 15 दिनदेखि शिक्षकहरू सडकमा आन्दोलनरत हुनुहुन्छ। हिजो मात्रै बसेको मन्त्री परिषदको बैठकले शिक्षकहरूको मागलाई सम्बोधन गर्ने गरी केही निर्णयहरू गरेको छ। शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनु भएको विद्यालय शिक्षा विधेयक जुन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले निरन्तर छलफलमा रहिरहेको छ, यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै हिजोको मन्त्री परिषदको बैठकले वैशाख 12 गते 1 बजे त्यही विषयलाई समेत सम्बोधन हुने गरी संसदको आह्वान गरेको छ। यसले मलाई लाग्छ शिक्षकहरूले छिटो संसदको आह्वान गरेर हाम्रो विषयलाई सम्बोधन गरियोस् भन्ने कुरा प्रतिको सम्बोधन हो भन्ने हिसाबले हामी सबैले बुझेका छौं। दोस्रो कुरा, शिक्षकहरूसँग हामी निरन्तर संवादमा छौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट हामीले सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर हामी त्यही कार्यमा लागिरहेका छौं।